ल साथीहरू है हामी चाहिँ अहिले यहाँ हाम्रो भाइ उज्जवलको माथि ढुङ्गा छ अलिकति देखाइदिनु त भाइलाई उहाँको घर यहाँ धमाधम बनाउँदैछ र अहिले यहाँ सोलिङ लगायो हुँदैछ हामी चाहिँ यहाँनिर घरको जोडिङको लागि सोलिङ उहाँको है मेरो चाहिँ माटोला अलिक यस्तो छ मलाई अलिक गर्व लागेको कुरा चाहिँ आज चाहिँ म मेरो दुईजना गुरुहरूसँगै काम गर्न पाइरहेको छु आजभन्दा 10-15 वर्ष अगाडि मलाई यो काम सिकाएको र यहाँ हुनुहुन्छ हाम्रो यता अङ्कल है र अङ्कल यता पछाडि पनि हाम्रो खास अङ्कललाई पनि देखाइदिनु उहाँ चाहिँ डक्टर पनि हुनुहुन्छ है उहाँ चाहिँ मेरो चाहिँ गुरुहरूले मलाई चाहिँ दुईजना गुरुले मार्तल दिएको यो खालको छ मेरो चाहिँ मार्तल चाहिँ हो तर अब रोडमा चाहिँ अब यसरी लाउनु मिल्दैन फ्ल्याट अब घरको घरेटीतिर यस्तो गाडी नकुद्ने मात्रै हुन्छ र रोडमा चाहिँ अब यो ढुङ्गालाई यसरी ठाडो गरेर लगायो भने चाहिँ राम्रो र अर्को गुरु पनि छ मेरो यो पनि गुरुसँगै हुनुपर्छ हाम्रो है यो गुरु छैन भने हामी त्यस्तो सक्दैन मेरो यता चाहिँ बोलेर सिकाउने गुरु हो यो चाहिँ नबोली सिकाउने गुरु हो यो पनि हुनैपर्छ हाम्रो एकदमै जरुरी छ यहाँ चाहिँ घरको सोलिङहरू तपाईँहरूले गर्नुहुँदाखेरि चाहिँ यसरी यो सुत लगाएर तपाईँहरूले गर्नुभयो भने चाहिँ एकदमै यसरी मिलाएर गऱ्यो भने चाहिँ ढलाइ मसला पनि कम्ती जाने यसरी यहाँ 2 इन्ची 3 इन्ची यसरी राखेर गर्नु भने चाहिँ मजाले मिलाएर गर्नु भने चाहिँ एकदम राम्रो हुन्छ है यसमा चाहिँ कम्ती मसला जाने र अलिक पक्का पनि हुन्छ यसरी टाइट पनि